चिन्ता चाहिँ केमा हुन्छ भनेदेखि मैले मेरो छोराछोरीको लागि कमाइदिनुपर्छ, मेरो छोराछोरीको लागि जमाइदिनुपर्छ, कमसेकम मेरो छोराछोरीको लागि मैले एउटा घर बनाइदिनुपर्छ, मेरो छोराछोरीको लागि मैले कम्तीमा पनि यति लाख अथवा यति करोड चाहिँ सम्पत्ति आर्जन गरिदिनुपर्छ भनेर हामी भौतिक कुराहरूमा जोड दिन्छौँ, तर हामीले उनीहरूको आत्मिक जीवनलाई वास्ता गरिरहेका हुँदैनौँ। मत्तीको पुस्तकमा येशू प्रभुले भन्नुभयो, यदि तिमीले सारा संसार हात पारेर पनि आफ्नो आत्मालाई गुमायो भने के लाभ हुन्छ? मण्डली, मेरो प्रिय मित्रहरू, विश्वासी जनहरू, यदि तपाईँले आफ्नो छोराछोरीको निम्ति करोडौँको सम्पत्ति आर्जन गरिदिनु भयो, थुपारिदिनु भयो, तर यदि तपाईँले आफ्नो छोराछोरीहरूलाई गुमाउनु भयो, उनीहरू परमेश्वरदेखि टाढा भयो भने, उनीहरूको आत्मा गुम्यो भने के लाभ हुन्छ र?